केही वर्ष यता तराईको सीमावर्ती क्षेत्रमा धार्मिक साम्प्रदायिक तनाव देखा परिरहेका छन्। के नेपालमा धार्मिक कट्टरता बढाउने तत्त्वहरू सक्रिय हुन थालेका हुन् भन्नेले तालीमा र होइनन् भन्नेले गालीमा भोट गर्नुपर्ने थियो, जसअनुसार 82%ले तालीमा र 18%ले गालीमा मत जाहेर गर्नुभएको छ। अर्थात् नेपालमा धार्मिक कट्टरता बढाउने तत्त्वहरू सक्रिय हुन थालेका हुन् भन्नेमा बढी मत परेको छ। तालीमा धेरै दर्शकहरूले आफ्नो मत व्यक्त गर्नुभएको छ। अब ताली र गालीका लागि आजको प्रश्न स्क्रिनमा हेर्नुहोला। शिक्षकहरूको आन्दोलनलाई ठूला दलका नेताहरूले आफू प्रतिपक्षमा हुँदा उचाल्ने तर सत्ता पक्षमा पुगेपछि वास्ता नगर्ने शैली देखाउँदै आएका छन्। शिक्षकहरूले दल निकट सङ्गठनमा बसेर पार्टीको काम गर्नु अहिले बेकार साबित भएको हो भन्नेले तालीमा र होइन भन्नेले गालीमा भोट गर्नुहोला। हाम्रो पात्रको एप्लिकेसनमा गएर ताली र गालीका लागि भोट गर्न सक्नुहुनेछ र भोटिङ सुरु हुन्छ। अब आजको पहिलो विषय